प्रिय मित्रहरू, आजको भिडियोमा म यस्तो 3टा महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु जसले हाम्रो बुद्धिलाई भ्रष्ट बनाइदिन्छ र हामीलाई बर्बाद बनाइदिन्छ। त्यो 3टा कुरा भनेको अंग्रेजीमा 3टा सी भन्न सकिन्छ, कम्पेयरिङ, कम्प्लेनिङ र क्रिटिसाइजिङ। र नेपालीमा चाहिँ तुलना गर्ने, आफूलाई या अरू कुनै चिजलाई अरूसँग तुलना गर्ने, अनि गुनासो गर्ने दोस्रो कुरो, र तेस्रो कुरो भनेको चाहिँ आलोचना गर्ने। यी 3टा प्रवृत्तिले मान्छेलाई बर्बाद बनाइदिन्छ। अब झट्ट हेर्दा सबैले तुलना गरेकै हुन्छ, सबैले आलोचना गरिराखेकै हुन्छन्, सबैले कुनै कुनै रूपमा गुनासो गरिराखेकै हुन्छन् भन्ने हामी देख्छौँ। त्यसकारण सबै मान्छे बर्बाद हुनुपर्ने, यो के भनेको होला भन्ने जस्तो लाग्न सक्छ। तर हामीले हेर्नुपर्ने कुरा के हो भने कुनै पनि चिज हामी कति मात्रामा गर्छौँ र आफू पहल कदमी लिन्छौँ कि लिँदैनौँ। कुनै पनि काम गर्नको निमित्त प्रोएक्टिभ भएर सक्रिय भएर चाहिँ हामी आफू चाहिँ के गर्छौँ त भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। कम्तीमा पनि हामीले के गर्नु पर्यो भने हामीले आलोचना, गुनासो या तुलना 100% नगर्न सक्दैनौँ र कतिपय अवस्थामा हामीलाई त्यो उपयोगी पनि हुन सक्छ। जस्तै हामीले कुनै कुराको रिसर्च गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो भने त त्यो तुलना, कम्प्यारिजन, त्यसको कुनै पक्ष चाहिँ मिलेको छैन भने त्यसका प्रति गुनासो त्यो जायज पनि हुन सक्छ। कस्तो खालको गुनासो नगर्ने, कस्तो खालको क्रिटिसाइज नगर्ने, कस्तो खालको तुलना नगर्ने भन्ने कुरा हामीले आफूले आफैलाई बुझ्नुपर्ने हुन्छ। मानिस अनुसार चाहिँ फरक फरक खालको सन्दर्भ हुन सक्छ, फरक फरक खालको जिम्मेवारी हुन सक्छ र त्यो आफ्नो अवस्थिति अनुसार चाहिँ मैले के काम गर्न हुन्छ, के तुलना गर्न हुन्छ, के गुनासो गर्न हुन्छ, के क्रिटिसाइज गर्न हुन्छ, आलोचना गर्न हुन्छ भन्ने कुराको निर्क्युल गर्न सक्नुपर्छ। र समग्रमा चाहिँ यी 3टा चिजहरू जुनसुकै रूपमा किन नहोस् घटाउनु जायज हुन्छ। बरु आफूले के गर्न सकिन्छ त्यो विषयमाथि चाहिँ हामीले जति जोड दिन्छौँ, हामी मानसिक रूपमा, शारीरिक रूपमा र बौद्धिक रूपमा प्रखर भएर जान्छौँ। त्यसकारण यी 3टा चिजहरू, गुनासो गर्ने बानी, आलोचना गर्ने बानी र अरूसँग तुलना गर्ने बानी चाहिँ आजैदेखि घटाउने या छोड्ने कोसिस गरौँ।